ल गाइज अब प्लेन आएन हामी रुमतिर लागेको फेरि एकजना साथीलाई सामान किनेर जानुपर्ने भयो गरे अब मार्केटतिर रासनको अब खानाको सामान यताउता तरकारी सबै भेजिटेबल नयाँ साथी आएन गाउँदेखि नेपालदेखि त्यही भएर किनेर जानुपर्ने हो अब प्लेन आएन जाने हो गाइज अब रुमतिर रुमतिर जाने ल ठिक छ कहाँ यताबाट जाने कि कताबाट त्यही अघि आगोबाट जाने बिचबाट घुस्ने ल गाइज अब यस्तै छ हेर्न पाएन निराश भयो यार टेन्सन हो यार हरियाली छ यतातिर फेरि यार लाग्यो त अब हिँड्दै जाने सरल ल मार्केट अब हामी सर्टकटबाट हिँड्नेछौँ वो छौराको सामान किने लाइक गेट खुल्ला हुन्छ र फाइनली यहाँ गेट यस्तो लागेको छ यो बिरालो देखियो जोस् अब राम्रै छ गेट यार लगाइदिनु गेट यहाँबाट दामी रहेछ यार घरहरू है यहाँ घरहरू चाहिँ एउटै साइजको छ एउटै कलर एउटै मतलब के भन्छन् गरे सबै एउटै किसिमको नि यहाँ घरहरू होइन सब एउटै साइजको एउटै डिजाइन मोडल पनि एउटै हो मान्छे पनि एउटै खालको हुन् ए तर तिनीको देश एउटै खालको नि मतलब होइन कस्तो राम्रो घर छ यहाँ के गएर मनाउनु गर्दै गएको कुकुर कस्तो राम्रो घरहरू छ यहाँ कति घर छ एउटै किसिमको सर्लक्क परेको छ यार ठुलो मान्छे भिआइपी मान्छे यो झन् दामी रहेछ है हाम्रो घर यहीँ पछाडिपट्टि छ तर पनि हामीलाई यहाँ थाहा छैन म पहिलोचोटि यहाँ आएको यार पहिलोपल्ट गएको एयरपोर्ट जाने बाटो सजिलो भयो हो अब यहीँबाट छिर्यो भने एयरपोर्ट सजिलो सबभन्दा मेन बाटो अनि अघि नै हामीलाई थाहा भएन नत्र यही बाटो आउनुहुन्थ्यो होइन हाम्रो रुमको पार्क यही हो पारो पनि आइसक्यो यो चाहिँ हाम्रो रुम पछाडिको पार्क हो त्यति राम्रो छैन सानोतिनो पार्क छ अब हाम्रो रुम यही अगाडि छ अब हामी रुममा जाने कि पहिला कता जाने हो कि मार्केट हिँड्न त फोन गरेको कि रुममा गएर यसो के यस्तो पहिला मार्केट जाने र कहीँ पनि खानेकुरो राखिदिनु नि एउटा दुइटा ल ठिक छ ल पार्क हाम्रो यस्तो यस्तो फोरी छ यार कहिले आइन हामी यहाँ किनारै पर्दैन त्यो बाटो सिधै मार्केट पुगिन्छ हामी काम गर्ने मार्केट हो